अखिल असम गोर्खा छात्र संघ कुमारीघाटा आञ्चलिकको तत्त्वावधानमा आज जुन मेट्रिक र हाई सेकेन्डरी जुन फर्स्ट डिभिजन पाउनेहरूलाई सम्बर्धना অনুষ্ঠাन राखिएको थियो, उहाँहरूले राख्नुभएको थियो र उहाँहरूको निमन्त्रण स्वीकार गरेर यहाँ उपस्थित हुनुभएको थियो हाम्रो तामुलपुर का विधायक जलेन दैमालीज्यू, हामीहरूले निम्ताएर ल्याएका वक्ताहरू यहाँ उपस्थित हुनुभएको थियो। हाम्रो जस्तो निकै प्राक्तन बाक्सा जिल्लाका प्राक्तन सभापति सोमराज नेवार सर उपस्थित हुनुभएको थियो। त्यस्तै गरेर हामीले निम्ताएका थियौँ वासुदेव उपाध्याय सर, त्यस्तै गरेर यहाँ प्राक्तन नेता हाम्रो पदम डाङ्गीज्यू, त्यसरी नै तामुलपुर जिल्लाका हाम्रो मूल सचिव टङ्का भट्टराईज्यू, तामुलपुर जिल्लाका जम्मै पदाधिकारी यहाँ उपस्थित भएर उहाँहरूलाई जुन आगन्तुक दिनमा आफ्नो जातिको हक र हितको लागि सपना पढेर ठुलो आइएस अफिसर बन्नको लागि उहाँलाई एउटा करियर काउन्सिल जस्तो एउटा हामीले उहाँलाई गऱ्यौँ। आजको जुन प्रोग्रामहरू समाप्त राम्ररी नै भयो भन्न चाहन्छु र अनागत दिनमा यसरी नै हाम्राका गोर्खा छात्रछात्रीहरू यसरी नै बढेर जान्छन् भन्ने शुभेच्छा ज्ञापन गर्दै र विशेष गरेर आज धन्यवाद को पात्र परेको छ। किन भन्दाखेरि हामीले विगत दिनमा मेरो कार्यकालमा कुमारीघाटा आञ्चलिकको जब म सभापति थिएँ त्यतिखेर हामीले 2200 जना 23 जना मात्रै एकदम फर्स्ट डिभिजन भेटेका पाएका थियौँ र यसपालि 74 कुमारीघाटा आञ्चलिक जस्तो जग्गामा 74 फर्स्ट डिभिजन छात्रछात्री भेट्नले गर्दा म एकदम हर्षित र खुसी म छु। यसै गरेर आउने दिनहरूमा छात्रछात्रीहरूले अरू विशेष गरेर अभिभावकहरूलाई पनि म विशेष गरेर धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँहरूले आफ्नो छोरा र छोरीलाई जसरी गाइड दिएर फर्स्ट डिभिजनमा ल्याउने सक्षम पार्नुभयो, उहाँहरूलाई नै विशेष गरेर म धन्यवाद ज्ञापन गर्न चाहन्छु। हजुर, म कुमारीघाटा आञ्चलिकको उपदेष्टाको नाताले र जिल्लाको उपसभापतिको नाताले म यति नै भन्न चाहन्छु, हाम्रो केन्द्रीय समिति तत्पर छ जो निकै शिक्षा एकदम राम्रो शिक्षा लिएर 97, 94, 5 लिएर पास हुने, यदि उहाँहरूको घरमा एडमिसन गर्ने वा पढाउने सक्षम नहुनेहरूलाई पनि उहाँहरूले पढाउने एउटा जुन हाम्रो केन्द्रीय समितिले आगभाग लिनुभएको छ। विशेष गरेर हामीहरूको केन्द्रीय सभापति सुनिल सर जुन हुनुहुन्छ, उहाँले शिक्षाविदमा हामीहरूको बहुत नजरले हेर्नुहुन्छ र हामीहरूले जाने मुताबिक दुईटा कुमारीघाटा आञ्चलिक भेगमा 2 जना छात्रछात्री चाहिँ एकदम निम्न श्रेणी घरमा आमा पनि नहुने, बुवा नहुने, त्यस्तो खालको काकाको घरमा बसेर त्यसरी कष्टले पढेको 2टा छात्रछात्री हुनुहुन्छ। विशेष गरेर उहाँको हामीले तुरुन्तै छिटोभन्दा छिटो हामी उहाँहरूको लिस्ट बनाएर हामी केन्द्रीय समितिलाई हामी प्रेरण गर्नेछौँ।